हेलो साथीहरू, दर्शन नमस्ते सबैजनालाई। आज पनि म तपाईँहरूको माझमा सदाको जस्तै नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु। र अहिले चाहिँ म तपाईँहरूलाई यो भिडियो चाहिँ आबुधाबीको एउटा सानो सहरबाट चाहिँ तपाईँहरूलाई यो भिडियो देखाउँदैछु। र अहिले चाहिँ म तपाईँहरूलाई जहाँ उभिएको छु त्यहाँको अगाडिको नजारा यस्तो छ। र यो चाहिँ पहिला पनि तपाईँहरूलाई मैले देखाएको थिएँ र अहिले पनि मैले तपाईँहरूलाई देखाइसकेँ। र तपाईँहरूले थाहा पाइसक्नु भएको छ यो ठाउँ कुन हो भन्ने कुरो। र अहिले म चाहिँ यो आबुधाबीमा चाहिँ यो दुबईबाट, रसल खेमाबाट, शारजाबाट आउने गाडीहरू, ट्रान्सपोर्टेसनको गाडी, ठुला गाडीहरू, विशेष गरी पब्लिक बसहरू आएर चाहिँ बस्ने बस पार्क नजिकै रहेको ठुलो एउटा सपिङ मल छ जसको नाम हो अल वहादा महल भनेर चिनिन्छ। र यो आबुधाबीको दोस्रो नम्बरमा पर्छ भन्ने मैले सुनेको छु। त्यही ठाउँमा चाहिँ जाँदैछु। र अहिले त्यहाँ के कस्ता हुन्छन् होइन, भित्र भिडियो बनाउनु त देलान् या नदेलान् त्यो अहिले गएपछि थाहा हुन्छ, देखाउने छु। र अहिले म चाहिँ त्यही रोडको चाहिँ छेउमा आइपुगिसकेको छु। यो ठुलो हाइवे हो, यो चाहिँ यहाँको एकदम बिजी हुन्छ। यो अहिले चाहिँ फेरि के हो भने दिउँसाको समय हो नि त, यो भएको हुनाले अलिकति कम्ती छ, तर आवत जावत चाहिँ मस्तै छ। त्यही त म आज चाहिँ तपाईँहरूलाई अगाडिको नजारा पनि देखाउँछु थोरै, किनभने अगाडिको नजारा यस्तो छ। यहाँ धेरै गाडीहरू आवत जावत पनि मस्तै छ। यहाँ ठुलो होटेल हो यो, यहाँ चाहिँ तपाईँ देख्दै हुनुहुन्छ, यो चाहिँ ग्रान्ड मिलेनियम होटेल हो यो अल वहादा भन्ने ठाउँको। र यहाँ तपाईँहरू आउनु भएको छ भने यो ठाउँमा थाहै नै छ। तर म चाहिँ अलिकति पहिलोचोटि हो नि त, अब घुम्दै जाँदाखेरि देखेको यो चाहिँ अन्डरग्राउन्ड पुल हो। यो आबुधाबीको रोड पार गर्नको लागि चाहिँ यो पुलबाट अर्को रोडमा यहाँबाट तल गएर उता जाइन्छ। अब हामी चाहिँ यो अन्डरग्राउन्डबाट चाहिँ पारी जान्छौँ। के हुन्छ है त यहाँको ठाउँ चाहिँ, दृश्य के छ, यस्तो छ। यहाँबाट तल जाने हो, खुट्टा चिप्लिँदो रहेछ, फ्ल्याट गरिराखेको छ अवस्था छ यहाँ चाहिँ यस्तो। अब यस्तै त हो नि होइन। यहाँ यस्तो छ, पुरै सजावट छ। ल हेर्नुहोस्, यहाँ पनि यस्तो छ, पुरा हो कि यहाँ चाहिँ पुरै व्यवस्थित तरिकाले अन्डरग्राउन्डबाट चाहिँ मान्छे हिँड्ने। नेपालमा चाहिँ आकाशी पुल हुन्छ, यहाँ चाहिँ अन्डरग्राउन्ड, भूमिगत भन्छ कि अब नेपाली भाषामा यस्तो छ। ल हेर्नुहोस्, पुरै हो नि त। तर यहाँ नेपालमा जस्तो बाढी आउने हो भने त्यो त ठेलाम ठेल हुन्छ। यस्तो भित्र त पुरै नेपालको हाइवे रोड जस्तै फराकिलो। अग्लो पनि यहाँ त दुईवटा गाडी क्रस हुन्छ, तिनवटा पनि हुन्छ, सानो बन्टन र जिटी जस्तै हो। ठिक छ, अब हामी चाहिँ सिधा माथि गइन्छ। कता यताडि जाने कि यताडि जाने? यताडि जाउँ, यताडि। हामी चाहिँ यस्तो माथि गइन्छ। अब त्यसपछि हाम्रो गन्तव्य स्थान भनेको चाहिँ यहाँको ठुलो होटेल छ कि एउटा, त्यो होटेल वरिपरि चाहिँ अलिकति त्यो एउटा मेडिकल सेन्टर खोज्दै आएको, त्यो अल वहादामा चाहिँ रहेनछ। अहिले फेरि यतातिर भनेछन् यो एरियामा चाहिँ छ। भेटाएपछि चाहिँ झ्याप्प त्यहाँ गएर
घुम्न पऱ्यो, छ भने छ, छैन भने अब पटकतिर फर्किनु। साथीहरू यही हो, यो अलवादा मल चाहिँ यो हो, ठुलो छ होइन। त्यही वरिपरि को ठाउँहरूमा छ यो चाहिँ। र एकचोटि म फेरि तपाईँहरूलाई अगाडिको नजारा देखाउन चाहन्छु। यस्तो छ, उहाँ चाहिँ मेरो साथी हो। खास हामी त्यहाँ जानुको कारण पनि अलिअलि छ, त्यहाँ सानो काम छ, अनि त्यो भएको हुनाले अहिले उहाँ र म चाहिँ त्यो ठाउँमा जाँदैछौँ। र साथीहरू यहाँ चाहिँ यस्तै छ, रमाइलो छ। तपाईँहरू पनि नेपालतिर हुनुहुन्छ भने अहिले युएको चाहिँ भिजिट भिसा, इम्प्लोइ भिसा सब खोलिसकेको छ। यदि तपाईँ नेपालमै बेरोजगार हुनुहुन्छ भने तुरुन्तै आइहाल्नु होला यो ठाउँमा। यदि आउन इच्छुक हुनुहुन्छ भने आजकल चाहिँ अब धेरै जसो युरोप, अमेरिका, अस्ट्रेलिया र जापान, कोरिया, साउथ कोरिया, नर्थ कोरिया, के कोरिया हो त्यतातिर जाने लर्को चलेको छ। यो युए सहर त अहिले यो खाडी नै भइहाल्यो। त्यति तपाईँहरूको लागि महत्त्वपूर्ण नहोला, तर मेरो लागि चाहिँ एकदम महत्त्वपूर्ण छ। त्यो भएको हुनाले लगभग 7-8 वर्ष भयो मैले यो ठाउँ चाहिँ छोड्न अहिलेसम्म सकिरहेको अवस्था छैन। अब के गर्नु, गाह्रो छ नि त। छोडेपछि अब जाने ठाउँमा अर्को हुन पर्यो। त्योभन्दा पहिला अब अर्को ठाउँ बनाउन सकिरहेको अवस्था छैन। त्यो भएको हुनाले यो भएको चाहिँ नछोडौँ भन्ने कुरो हो। र साथीहरू यदि कतै युरोपतिर जाने कामहरू, भ्याकेन्सीहरू छन् भने भन्नु होला। म चाहिँ 24 आवर चाहिँ रेडी छु, तयार छु। यदि त्यस्तो कहीँ कतै छन् भने म यही भिडियो मार्फत भन्न चाहन्छु। उहाँ चाहिँ मेरो साथी हो, सङ्खुवा सभाको। लगभग 3-4 महिना भयो उहाँको र मेरो चिनजान भएको। त्यो भएको हुनाले आज सँगै छुट्टी, सँगै अब काम गर्ने, त्यो भएर आज चाहिँ हामी यहाँ यो ठाउँमा छौँ। र साथीहरू तपाईँहरू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट मार्फत जानकारी गराउनु होला है त। किनभने तपाईँहरूले कमेन्ट गर्नुभयो भने मलाई थाहा हुन्छ कि तपाईँहरू यो ठाउँबाट हेर्दै हुनुहुन्छ। यस्तै छ अहिले चलन चल्ती होइन। गाउँतिर अहिले नेपालतिर त जाडो भएको छ होला, यहाँ पनि ठिकै जाडो त छ, तर पनि घामहरू अलिक चर्को लाग्ने भएको हुनाले खासै जाडोको महसुस चाहिँ भएको छैन। अहिले म चाहिँ आबुधाबीको एकदम बिजी ठुलो रोडको छेउमा चाहिँ रेड लाइटमा चाहिँ बसिरहेको छु। यहाँ एकदम खुल्यो, यहाँ चाहिँ रोडहरू चाहिँ पार गर्न पर्ने अवस्था हुन्छ। यहाँ रेड लाइटमा चाहिँ एकदम हेरेर मात्रै सर्न पर्ने हुन्छ, नत्र भने झ्याप्पै 250 को फाइन तिराउँछन्। यसरी दौडिन पर्छ दुबईमा पनि होइन। दौडिन सकेन भने चाहिँ गाह्रो छ, गाह्रो पर्छ नि त। यहाँबाट दौडिन पर्छ। यस्तै छ, अगाडिको दृश्य चाहिँ यस्तो छ, ठुलो बिल्डिङ छ। त्यसरी यहाँबाट मान्छेहरू हिँड्छन्, हामी पनि त अब हिँड्न पर्ने हुन्छ। यस्तै छ साथीहरू। अब यसरी दौडिन पर्छ। यसरी दौडिन भने त फेरि ठाउँमा पुगिँदैन। ठाउँमा नपुगिसकेपछि गाह्रो पर्छ। ल साथीहरू हामी बस पार्क एरियामा छ होइन। अब यहाँ चाहिँ बस्ने ठाउँहरू छ, यताउता साथीभाइहरूसँग रमाइलो। यस्तै छ साथीहरू। ल हेर्नुहोस् अगाडिको दृश्य नजारा भनेको यस्तो। हामी चाहिँ यो पछाडिपट्टि हो। र साथीहरू
दौडिन थकै पनि लाग्यो, श्वासमा पनि हुँदो रहेछ कि गाँठी। गाउँठाउँमा उकालो ओह्रालो हिँडेको मान्छे अब झन् दौडिन सक्ने सक्न पर्ने मान्छे यो खाडीमा बस्दा बस्दा गाह्रो भइसक्यो। अहिले त सास बढ्न थाल्छ, गाह्रो छ। हेर्नुहोस् तपाईँहरू कुन ठाउँमा हुनुहुन्छ कमेन्ट गर्नु होला। यस्तो छ यहाँको दृश्य। यो चाहिँ यहाँको पहिलो राजाले बनाएको अरे। यो चाहिँ 1848 1708 कि 1706 हो बनाएको अरे त्यो दृश्यहरू। अहिले यस्तै छ साथीहरू, के भन्नु र तपाईँ होला होइन। मेरो साथी पछाडि पुरै बिजी छन् र साथीहरू यो पारिपट्टि उतापट्टि हो नेपाल एम्बेसी चाहिँ। अबुधाबीमा आउन पर्यो भने कुनै पनि ठाउँबाट ट्याक्कै साथीहरू म एम्बेसी नजिकै छु है त। तपाईँहरूले एम्बेसी जाने ठाउँ चिन्नु भएन भने मलाई मेसेज गर्नु होला, फोन गर्नु होला है त। मेरो डिस्क्रिप्सनमा छ मेरो नम्बर, सबै मेरो डिटेल। त्यहाँबाट चाहिँ तपाईँहरूले मलाई मेसेज गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। नम्बर यताउता सबै कुरो त्यही छ। कता हो हामी जाने अब? हजुर, एयरपोर्टको म्यारिट, एयरपोर्ट रोड म्यारिट यही हो। कुन फ्लोरमा छ अरे त्यो? कसले? लोकेसन हेर्ने हो खै र लोकेसन हेर्न आउँदैन नि। 10 मिनट छ अरे अझै। त्यहाँ कता जाने त यो कसरी हेर्ने? भने छैन र यहाँ अफलाइनमा छ नि त। त्यहीँ जाउँ न, त्यहीँ सोधौँ न। त्यहाँ गएर सोधौँला नि के हो कसो कता हो भन्ने कुरो। साथीहरू यहाँ मोबाइलमा हुन्छ क्या छ्याप पनि यो लोकेसन सिस्टम। हामी चाहिँ अब लोकेसन हेरेर हिँड्नु पर्ने अवस्था। थाहा छैन नि त अर्काको देशमा अब के छ के छैन, गाह्रो छ। त्यही भएर साथीहरू यस्तो रमाइलो ठाउँ छ नि, हेर्नु तपाईँहरू एकचोटि तपाईँलाई म देखाइहाल्छु नि। यतातिर हो बस पार्क चाहिँ, बस अड्डा चाहिँ। यो चाहिँ ठुलो महल हो, यो देख्दै हुनुहुन्छ। यो चाहिँ यो अबुधाबीमा चाहिँ 2 नम्बरमा पर्छ अरे। दुवैतिर चाहिँ ठुल्ठुला छ, त्यो चाहिँ अब ठुलै भइहाल्यो होइन। यतातिर 2रो नम्बरमा पर्छ अरे, ठुलो 1 नम्बरमा पर्ने त उता छ अरे। त्यतातिर नि म कहिलेकाहीँ गएँ भने तपाईँहरूलाई भिडियो मार्फत चाहिँ देखाउँछु। हामी गलत ठाउँमा आइयो क्या हो? हजुर, यहाँको चाहिँ यो फुललाई हेर्छ रोटोमा यस्तो मजाले फुलहरू चाहिँ सजाएर चाहिँ चट्टा यस्तै छ। अहिले हामी चाहिँ ठ्याक्कै त्यो भनेको ठाउँमा आइसक्यौँ। यो परको यो बिल्डिङ हो, त्यो मेडिकल चाहिँ यहाँ छ। यहाँ गएर चाहिँ हामी चेक जाँच गर्छौँ होइन। त्यसपछि हामी फेरि आफ्नै गन्तव्य स्थान फर्किनेछौँ। यहाँको नजारा भनेको यस्तै छ साथीहरू है, गाह्रो छ। आज यो अबुधाबीको चाहिँ यो मेडिकल गर्ने मेडिकल सेन्टर हो, जो कि हामी नेपालबाट आउँदा अथवा यहीँ भिजा लगाउनु पर्यो, वर्किङ भिसा, ट्राभलिङ भिसा, मेडिकल त्यो क्याटेगोरी अनुसारको चाहिँ गर्ने ठाउँ हो। यदि तपाईँहरू पनि कोही हुनुहुन्छ कतै होइन युरोप जान पर्ने भने अबुधाबीतिरै हुनुहुन्छ भने यहाँ 500 दिराममा चाहिँ पुरै फुल मेडिकल गरिदिँदो रहेछ। तपाईँहरू पनि यहाँ आएर चाहिँ गर्न सक्नुहुन्छ। यसको लोकेसन चाहिँ अबुधाबीको बस पार्क बस अड्डा सँगै रहेको अल-आदा सुपर मार्केट, यो ठुलो महलबाट पारिपट्टि म्यारियट होटल, इन्टरनेसनल म्यारियटको चाहिँ एउटा ठुलो होटल छ। त्यो सँगै रहेको चाहिँ मेडिकलमा चाहिँ आएर तपाईँहरू गर्न सक्नुहुन्छ। यहाँ चाहिँ जुनै देशको लागि चाहिँ ट्राभलिङ भिसा
वर्किङ भिसा अरूको जे हुन्छ सबैको चाहिँ मेडिकल गर्दो रहेछन् है त साथीहरू। यदि तपाईँहरू पनि आउने इच्छुक, तपाईँहरूलाई नि फाटा परेको छ भने आउनु होला।